पनि मैले तपाईँको बिचमा एउटा नयाँ भिडियो मैले लिएर आएको छु। यो भिडियो चाहिँ म किन गरिरहेको छु भन्दाखेरि अनि यो चाहिँ सिटोङ 2 क्षेत्रमा नै पर्छ। अनि साँच्चै नै यो सिटोङ 2 मा चाहिँ अनि एउटा होमस्टे बनाएको रहेछ। अनि यो हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ होइन होला, यो एउटा बङ्गालीले यहाँको जमिन किनेर बनाएको हुनसक्छ। यो चाहिँ सिटोङ 2 अवस्थित तुरुक बस्तीमा छ। अनि यहाँनिर चाहिँ धेरै पैसाहरू इन्भेस्ट गरेर राम्रो जग्गा यहाँ बनाएको रहेछ। यहाँनिर पिङहरू खेल्ने जग्गा, अनि यहाँनिर गर्ने यहाँ यो बुद्धको मूर्तिहरू यहाँनिर बनाएको छ। राम्रोसँगले फुलहरू रोपेर घुम्नुको निम्ति चाहिँ यहाँ अति नै राम्रो जग्गा यहाँ बनाएको छ। हामी यहाँनिर यही बाटो हिँड्दै गर्दाखेरि चाहिँ हामीले यहाँनिर भनेर अनि यहाँ हामीले केही भिडियोहरू बनाउनुको निम्ति यहाँनिर हामी एकैछिन रह्यौँ। यहाँनिर चाहिँ ठ्याक्कै बसेर चाहिँ पिङ खेल्ने जग्गा पनि रहेछ। यो अन्त बसेन ए यहाँ बसेर पिङ खेल न। ओ राम्रो छ। उयो त्यो साइड पक्रिनु पर्ने रहेछ नि। ल दामी जग्गा रहेछ। अनि यहाँ फुलहरू पनि यति दामी लगाएको छ, भिडियो गर्नु दिन्छ होला है। उता त के गर्छ अरे हाम्रो जग्गा त हो नि। यहाँ उयो थियो फेरि कुकुर, यहाँबाट झन् दामी देख्दो रहेछ। लिएर यहाँनिर दामी जग्गा है। यो त बबाल छ त। यहाँनिर चाहिँ जराएको सिङ दामी छ जग्गा, दामी छ। अनि यहाँनिर एउटा दिदीले चाहिँ डोको बोकेर चाहिँ मलाई यति चाहिँ खुसी लाग्यो। अनि उहाँहरूले पनि हाम्रै नेपाली दिदीबहिनीहरूको पछाडि डोको बोकेर हातमा यो खै के बोकेर चाहिँ बसिरहेको, त्यसैमा खुसी लाग्यो। अनि यहाँबाट सट्टै यहाँ इन्ट्री गरेर यहाँबाट सट्टै अनि यो चाहिँ हिल्ली ड्रिम होमस्टे रहेछ। उयो तल बोर्ड तपाईँले देखाएको भएको छ नि। यहाँ चाहिँ दामी छ, होमस्टेहरू पनि एकदमै दामी छ है। यो माथि रुमहरू होला, यहाँबाट हेर्दा झन् अचम्मै दामी छ। र तपाईँहरू पनि यो तुरुकमा हिल्ली ड्रिम होमस्टेमा यसो तपाईँहरूले घुम्नुको निम्ति भए तापनि तपाईँहरू आउन सक्नुहुन्छ। यहाँबाट दामी छ जग्गा, राम्रो रहेछ जग्गा, दामी छ।